तपाईहरू सबैलाई नमस्कार। यस संसारमा धेरै धर्महरू छन्। क्रिस्चियन धर्म, बौद्ध धर्म, इस्लाम, हिन्दू धर्म र यहुदी धर्म लगायत अन्य धेरै छन्। प्रत्येक धर्मले फरक फरक परमेश्वरमा विश्वास गर्छ र ती विविध रूपमा अस्तित्वमा रहेका छन्। आज म क्रिस्चियन विश्वासमा रुचि राख्नेहरूका लागि एक विशेष श्रृङ्खला सुरु गर्न चाहन्छु। यो श्रृङ्खला सरल हुनेछ तर अत्यन्त महत्त्वपूर्ण हुनेछ। म यी सन्देशहरू तपाईहरूसँग 12 वटा सन्देशहरूमा साझा गर्नेछु। पहिलो सन्देशमा म यस विषयमा बोल्नेछु, जिनभित्रको रहस्य। दोस्रो सन्देशमा हामी अदृश्य वास्तविकता बारे कुरा गर्नेछौँ। तेस्रोमा आत्मिक संसारको बारेमा व्याख्या गर्नेछु। चौथोमा सृष्टिकी विकास भन्ने विषय अन्तर्गत हामी मानव जातिको उत्पत्तिबारे विचार गर्नेछौँ। पाँचौँमा हामी जीवन र मृत्यु बीचको फरकबारे छलफल गर्नेछौँ। छैटौँमा हामी उत्पत्ति 3:15 उल्लेख गरिएको स्त्रीको सन्तानको बारेमा अध्ययन गर्नेछौँ। वास्तवमा यो पद सम्पूर्ण बाइबलकै सबैभन्दा महत्त्वपूर्ण पदहरूमध्ये एक हो, तर धेरै क्रिस्चियनहरूले यसलाई पूर्ण रूपमा बुझ्न सकेका छैनन्। सातौँ, हामी क्रिस्चियन विश्वासको केन्द्रबिन्दुमा ध्यान केन्द्रित गर्नेछौँ, येशू ख्रिस्टको मृत्यु र पुनरुत्थान। आठौँ, म प्रकाशको पुस्तकमा उल्लेख गरिएको 1000 वर्षको व्याख्या गर्नेछु। नवौँ, हामी पुनर्जन्मको रहस्यबारे कुरा गर्नेछौँ, जुन क्रिस्चियन बन्ने पहिलो कदम हो। दशौँ, मेरो मालिक को हो भन्ने शीर्षक अन्तर्गत हामी जीवनका सबैभन्दा महत्त्वपूर्ण प्रश्नहरूमध्ये एकको बारेमा विचार गर्नेछौँ। 11औँ, हामी मानव र क्रिस्चियनको अर्थबारे मनन गर्नेछौँ र 12औँ तथा अन्तिममा जीवन कि केवल बाचाइ भन्ने विषयमा, मानिसले मुक्ति कसरी पाउँछ र अनन्त जीवन कसरी प्राप्त गर्छ भन्ने कुरा स्पष्ट रूपमा व्याख्या गरिनेछ। यदि तपाईले यी सबै 12 सन्देशहरू ध्यानपूर्वक सुन्नुभयो भने तपाईले क्रिस्चियन विश्वासको आधारभूत समझ प्राप्त गर्नुहुनेछ। साथै क्रिस्चियन धर्मप्रतिको सन्तुलित दृष्टिकोण पनि विकास हुनेछ। प्रत्येक सन्देश छोटो र केन्द्रित हुनेछ, तर यदि तपाईले ध्यानपूर्वक सबै सुन्नुभयो भने तपाईको जीवन नयाँ आशासहित फेरि सुरु हुन सक्छ। अब हामी पहिलो सन्देश सुरु गरौँ, जिनभित्रको रहस्य। धेरै समय पहिले कोरियाको गाङ्गवोन-डो क्षेत्रमा ठुलो बाढी आएको थियो। पहिरो गयो, घरहरू डुबेर बगाइए, सडकहरू नष्ट भए, पुलहरू भत्किए र धेरै मानिसहरू बाढीका पीडित बने। टेलिभिजनमा त्यसबाट मुस्किलले बाँच्न सफल भएकी एक हजुरआमासँग अन्तर्वार्ता गरिएको थियो। तपाईँ बाँच्न सफल हुनुभयो, यो ठुलो राहतको कुरा हो, पत्रकारले भने। हजुरआमाले जवाफ दिइन्, नबचेको भए पनि जस्तो लाग्छ। जीवनको अर्थ लगभग हराइसक्यो। मेरो घर छैन, मेरो परिवार छैन, केही बाँकी छैन। सायद म मरिसक्दा राम्रो हुन्थ्यो। उनका शब्दहरूका बावजुद निराशाबाट प्रेरित हुँदै यदि उनले बाँचिसकेपछि आउने परिणाम थाहा पाएको भए, तीव्र परिस्थितिमा बाढीले बगाउँदा पनि उनले सम्भवतः मृत्यु रोज्ने थिएन। त्यहाँ एक वृद्ध पुरुष हुनुहुन्छ जसको उमेर 90 वर्षभन्दा माथि छ र उहाँ आफ्नो जीवनभर निकै सफल व्यवसायी रहनु भएको छ। धनी जीवन बिताएको कारण उहाँ सधैँ सफा र स्वस्थ देखिनुहुन्छ, तर उहाँको घरमा, विशेष गरी उहाँको वरिपरि एक निषेधित शब्द छ, मृत्यु। उहाँ केवल मृत्युलाई मात्र अस्वीकार गर्नुहुन्न, तर त्यो शब्दै पनि स्वीकार गर्नुहुन्न। किन? किनकि उहाँ मर्न चाहनुहुन्न। उहाँ जीवन यथावत निरन्तर जारी राख्न चाहनुहुन्छ। सबै मानिससँग हामीले स्वाभाविक प्रवृत्ति भन्छौँ, जुन सामान्यतया जीवनयापनसँग सम्बन्धित हुन्छ। भोक लाग्दा खाने इच्छा उत्पन्न हुन्छ, विपरीत लिङ्गप्रति प्रेम देखाउने इच्छा हुन्छ, मलमूत्र बाहिर निकाल्ने र सुत्ने आवश्यकताहरू अत्यन्त तीव्र भौतिक आवश्यकता हुन् जसलाई मानिसहरूले नियन्त्रण गर्न गाह्रो पर्छ। खाने, यौन र अन्य भौतिक आवश्यकताका यी इच्छाहरू मानिसमा स्वाभाविक रूपमा सिकाइ वा प्रशिक्षण बिना नै उत्पन्न हुन्छन् जीवन बचाउनका लागि। यी प्रक्रिया मानिसको शरीरभित्र कसरी घट्छन् र कसरी व्यक्त हुन्छन् भन्ने कुरा साँच्चीकै रहस्यपूर्ण छ। आजकाल धेरै मानिसहरूले बोकेका स्मार्टफोनहरूको कार्यक्षमताबारे विचार गर्नुहोस्। सुरुमा केवल कल गर्नका लागि बनाइएका स्मार्टफोनहरू अहिले फोन, रेकर्डर, टेलिभिजन, क्यामेरा, MP3 प्लेयर, इन्टरनेट उपकरण जस्ता धेरै कामका लागि प्रयोग हुन्छन्। मानव विज्ञान साँच्चीकै अद्भुत छ, तर यी सबै जटिल र फरक फरक कार्यहरू आफै आफू विकास भएर परिस्थिति अनुसार वा आवश्यकता अनुसार उत्पन्न भएका होइनन्। बरु यी कार्यहरू निर्दिष्ट इनपुट प्रणाली मार्फत उपकरणभित्र सञ्चालन गर्न डिजाइन गरिएका हुन्। त्यसो भए
मानिस भनेर चिनिने अझ बढी जटिल र नाजुक मसिन कसरी सञ्चालन हुन्छ? यो यस्तो पहेली जस्तो देखिन्छ जसलाई सामान्य समझ वा विज्ञान मात्रले समाधान गर्न सकिन्न। हामी हेर्न सक्छौं कि मानव जातिको उत्पत्ति र थुप्रै मानव समस्याहरूको गहिरो विश्लेषण गर्ने बाइबलले मानिसको अस्तित्व र स्वाभाविक प्रवृत्तिहरू कसरी व्याख्या गरेको छ। पुरानो करारको उपदेश 3:11 लेखिएको छ, उहाँले सबै कुरा आफ्नो समयमा उपयुक्त बनाउनु भएको छ। त्यसैगरी उहाँले मानिसको मनमा अतीत र भविष्यको चेतना पनि राख्नु भएको छ। जब परमेश्वरले मानिसलाई सिर्जना गर्नुभयो, उहाँले मानिसको शरीरभित्र जीनको रूप मार्फत जीवनयापनका लागि आवश्यक विभिन्न स्वाभाविक प्रवृत्तिहरू राख्नुभयो। पक्कै पनि यी जीनहरू उत्परिवर्तन वा परिवर्तन हुन सक्छन्, जसले रोग ल्याउन सक्छ वा कहिलेकाहीँ कमजोर रूपहरूमा देखा पर्न सक्छ। तर यी सबै साइड इफेक्टहरू मानव पापको परिणाम हुन्। तर हरेक मानिससँग सिर्जनाकर्ताले दिएको आधारभूत स्वाभाविक प्रवृत्तिहरू हुन्छन्। यसैगरी मानव जीनमा अंकित अनन्त जीवनको तृष्णा मानव जीवनयापनसँग सम्बन्धित छ र यो प्रवृत्ति विश्वास मार्फत व्यक्त हुन्छ, जसले अनन्त कालसम्म बाँच्ने चाहना दर्शाउँछ। विश्वास पालन नगर्ने मानिसहरू भए पनि मृत्यु नजिक पुग्दा पनि उनीहरू अवचेतन रूपमा जीवन दिने परमेश्वरतर्फ खोजी गर्ने गर्छन्। भनिन्छ कि फ्रान्सका प्रबोधनकालीन विद्वान तथा नास्तिक भोल्टायरले आफ्नो जीवनको अन्तिम क्षणमा आफ्नी पत्नीलाई यसो भनेका थिए, म परमेश्वर र मानिसहरूद्वारा त्यागिएको छु। यदि मेरो जीवन अझ 6 महिनाका लागि लम्बिन्थ्यो भने म आफूले सबैभन्दा मूल्यवान ठानेको कुराको आधा त्याग्ने थिएँ। अहिले म डर र कम्पनले भरिएको नरकतर्फ जाँदैछु। तिमी पनि पछ्याउन सक्छौ। त्यसपछि उनले मृत्यु अघि कथित रूपमा यसो भने, ख्रिस्ट मलाई सहायता गर्नुहोस्। मानिसको जीवनयापनका लागि जीनमा समावेश गरिएका स्वाभाविक प्रवृत्तिहरू जस्तै भोक, यौन इच्छा, भौतिक वस्तुप्रतिको चाहना र सम्मानको इच्छा, यी सबैलाई व्यक्तिगत इच्छा र उचित प्रयासद्वारा केही हदसम्म पूरा गर्न सकिन्छ। त्यसैगरी सदा सर्वदा बाँच्ने प्रवृत्ति पनि पूरा हुन सक्छ। यो प्रवृत्ति दिनुहुने परमेश्वरले यसको पूरा हुने बाटो पनि खोलिदिनु भएको छ। सायद यही नै एक प्राकृतिक सिद्धान्त हो। स्वाभाविक प्रवृत्तिहरूको प्रयोगले नै मानिसको खुशी वा दुःख निर्धारण गर्न सक्छ। प्रवृत्तिहरूको दुरुपयोगले असन्तुष्टि र पीडा निम्त्याउँछ भने तिनको सही र सन्तुलित प्रयोगले स्वास्थ्य र खुशी ल्याउँछ। आज मानिसहरूले भोगिरहेका अधिकांश दुःख कष्टहरू भोक, यौन इच्छा, भौतिक वस्तुप्रतिको लालसा र सम्मानको चाहना जस्ता प्रवृत्तिहरूको गलत प्रयोगका कारण उत्पन्न भएका हुन्। यसैगरी सदा सर्वदा बाँच्ने धार्मिक प्रवृत्तिको हकमा पनि उस्तै कुरा लागू हुन्छ। यसको पर्याप्त प्रयोग नगर्दा नास्तिकतातर्फ लैजान सक्छ भने अत्यधिक प्रयोग गर्दा अन्धविश्वास वा कट्टरपनतर्फ जान सक्छ। त्यसैले यसको सही र सन्तुलित प्रयोग आवश्यक छ। जसरी मानिसले आफ्नो भोक वा यौन इच्छालाई केही हदसम्म सन्तुष्ट गर्न सक्छ, त्यसैगरी मानिसभित्रको सदा सर्वदा बाँच्ने चाहना पनि निश्चय नै पूरा हुन सक्छ। आफ्नो पुस्तक अ ग्रेट रेभोल्युसन इन द ब्रेन वर्ल्डमा लेखक सिजिओ हरुमायाले यस प्रकारको विचार प्रस्तुत गरेका छन्। इलेक्ट्रोन माइक्रोस्कोपका आविष्कारक डाक्टर सचियो हुनाईले भन्नुभएको थियो, सृष्टिकर्ताको इच्छा सम्पूर्ण ब्रह्माण्डभरि क्रियाशील छ। म विश्वास गर्छु कि यही इच्छा हाम्रो भित्र जीनको रूपमा अंकित गरिएको छ। मानव शरीरभित्र यस्तो संयन्त्र स्थापित गरिएको छ जसद्वारा सृष्टिकर्ताको इच्छा अनुसार चल्नेहरू जीवित रहन्छन् र त्यस अनुसार नचल्नेहरू नष्ट हुन्छन्। यो वास्तवमै अत्यन्त आश्चर्यजनक खोज हो। यी जीनहरूमा अंकित जानकारी अर्थात् सृष्टिकर्ताको इच्छा मानिसहरूले सिधै बाइबल मार्फत जान्न सक्छन्। बाइबलद्वारा हामी बुझ्न सक्छौं कि सृष्टिकर्ताको इच्छा अनुसार मानिसले कसरी अनन्त जीवन पाउन सक्छ। जो मानिसहरूले मर्न नचाहने आफ्नो स्वाभाविक चाहना अनुसार परमेश्वरको इच्छासँग आफ्नो इच्छा मिलाउँछन्, उनीहरूले अनन्त जीवन पाउँछन्। तर जसले परमेश्वरको इच्छालाई बेवास्ता गर्छन् वा त्यसको विरोध गर्छन्, उनीहरू स्वाभाविक रूपमा नष्ट हुन्छन्। अब तलका दुईवटा बाइबल पदहरूलाई गहिराईमा विचार गरौं। यूहन्ना 5:24 मा भनिएको छ, साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउने माथि विश्वास गर्छ, त्यसले अनन्त जीवन पाउँछ। उसले न्यायमा पर्दैन तर मृत्युबाट जीवनमा प्रवेश गरिसकेको हुन्छ। यूहन्ना 11:25-26 मा भनिएको छ, म नै पुनरुत्थान र जीवन हुँ। जसले ममाथि विश्वास गर्छ त्यो मरे पनि जीवित रहनेछ, र जो जीवित छ र ममाथि विश्वास गर्छ त्यो कहिल्यै मर्ने छैन। के तिमी यो विश्वास गर्छौ? अब पाठकहरूले यस सानो पुस्तक मार्फत यी पदहरूको साँचो अर्थ
बाइबलमा प्रकट गरिएको सृष्टिकर्ताको इच्छा र मानिसलाई अनन्त जीवन दिन सक्षम बनाउने हाम्रो जिनभित्रको रहस्यलाई अध्ययन गर्न सुरु गर्नेछन्।